नमस्ते एन्ड वेलकम गाइज। यो मध्यनगर नगरपालिका वडा नम्बर 4 स्थित दुईबोलियो चोकबाट सोतिबेल जाने बाटो हो र यो अहिले यहाँ निकै चिन्ताजनक अवस्थामा बाटो थियो भनौँ अब हैन। अहिले यहाँ चाहिँ यो नाली बन्ने र सायद लाग्छ मेरो ख्यालमा पिच हुने काम जारी नै छ। अब यो हुनै पर्ने थियो, एकचोटि एकदम बिग्रिएको थियो यहाँनेर बाटो। यो दुईबोलियो चोकबाट यता सोतिबेल जाने बाटो हो र अहिले यसरी यहाँ चाहिँ पुरै बाटो खनेर नाली चाहिँ सम्पन्न भइसकेको छ र अब यहाँ अब लाग्छ मेरो ख्यालमा पिच हुने हो यो। त्यही भएर होला सायद यहाँ माटोहरू खन्ने गर्ने पुरानो पिचहरू भत्काउने काम जारी भइरहेको छ। सबैले यो विकासको कामको तारिफ गरौँ हैन। र बिग्रिएको थियो, अब त्यसको लागि कोले पहल गर्नुभयो र कहाँ कसरी चाहिँ बाटो बन्ने भयो भन्ने कुरामा चाहिँ तपाईहरुलाई पनि थाहा छ होला। अनि तपाईहरुको भएको छैन। अनि यसरी चाहिँ अहिले यहाँ बाटो बनाउने काम जारी छ। पक्की नालाको काम सकिएको छ, तपाईहरु देख्न सक्नुहुन्छ। यो नाला यसरी काम चाहिँ सकिएको छ हैन। अब रोडको काम बाँकी छ। अब लाग्छ यहाँबाट गाडी रोकेपछि त्यहाँसम्म चोकसम्म ठुलो कोमलगाम लेखेको चोकसम्म चाहिँ पिच हुने काम चाहिँ जारी होला सायद। मलाई पनि एकदम थाहा छैन। यसरी भत्काइएको छ र यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ। यो सबैले एक लाइक र एक शेयर पनि गरिदिनु हुन पनि अनुरोध गर्दछु र हामीले विकासको चाहिँ तारिफै गरौँ है। त्यो खण्डन गर्नुभन्दा पनि विकास भएको कामलाई तारिफै गरौँ। ठिकै छ, जे होस् यहाँसम्म बाटो अलि भत्केको थियो, राम्रै हुने थियो। ठिक छ, त्यसको लागि सबैलाई पहल गर्नुहुने सबैलाई धन्यवाद दिउँ। हस् त।